आज बिहानको सुरुवात हुन्छ मेरो पानीलाई हेर्नुहोस्। साथै आजकलको मौसम पनि के हो, कहिले पानी पनि कहिले नपर्ने के हो यार। मौसम पनि त्यस्तै छ त, भोक लागिरहेको थियो त खाना बनाइन्थ्यो र लाग्दिएको फेरि के बनाउँदा आलु र चिप्ली भ्यान्टीको तरकारी। फेरि सब बनाउँछ म चाहिँ लाग्दिएको कपडा धुनमा कसरी भन्दा यस्तरी देख या हिलादे त्यहाँबाट ब्रुसली भनिदिएको। त्यतिकोमा आयो मेरो बहिनी हवलदार अनि कराउँथ्यो काम गर्नु भनेर मेरो पालि चाहिँ काम गर्न लाग्दिएको। ल कपडा पनि धुँदा होला यार, आजकल लाग्छ मेरो हातको बाइसे पनि ठुलो हुन थाल्छ। कसरी भन्दा देखो केटा या ठुलो छैन त। त्यहाँबाट चढाइदिएको लुगामा पानी गर्दा अब झ्याउ लाग्यो त हल्का बनिदिएको। अब समय आइसक्यो, यो मुलुक दुईटा ढुङ्गाको बिच पहाड। लुगा धुँदा कुन दिन मान्छे साइको हुन्छ होला यार, लुगा सुगा धुएर म चाहिँ यता हेर्दा बहिनीहरू के रहेछ वाट द हेल। एउटा बहिनी के रहेछ मोबाइल हल्लाउँदै, अर्को बहिनी सुकेनास लगाएर सुतिरहेको छ। ओ माई गड सिट। अनि म चाहिँ फेरि मेरो बिरालोलाई कराउँदै थिएँ कि तिमीहरूले गर्दा भाइरल त भएको, तर आजकल भिडियोमै भ्युजै जान्दैन हरामी बिरालोहरू भनेर कराइदिएर बसिरहेको थियो म चाहिँ। त्यहाँबाट एकछिनपछि म चाहिँ लाग्दिएको आलु काट्ने, किनकि अब तरकारी बनाउनु पऱ्यो। त्यहाँबाट आलु 1 2 आलु काटेर भएपछि यसो गरेर हेरेको त बाहिर कि ओ माई गड ल्याम्बोर्गिनी हुन्थ्यो त वही। त्यहाँबाट बहिनी आएर कराउनु थाले राख्नु भनेर। त्यहाँबाट चल्दिएको म चाहिँ किचनमा आगो हाल्छु। तपाईँहरूलाई सिकाउँछ अब कसरी तरकारी बनाउने। यो देखो डालो, यो लसुन, यो तेल, यो त्यसपछि निचोड्नुपर्छ। तपाईँले केलाई भन्दाखेरि मस्यौरालाई मस्तले निचोड्ने, त्यहाँबाट तेलमा मस्तले फ्राई गरिदिने। आइसे देखो त्यतिकोमा एउटा काले भाइ, यो चाहिँ मेरो भाइ हो। अनि भाइले भन्नु थाले दाइ के छ, मैले भने मस्यौरा छ भाइ। त्यहाँबाट यस्तो पुचपुच हुन्जेसम्म हाल्नुपर्छ। त्यहाँबाट त्यसको माथि हालिदिने अन्डा हालेपछि त्यसलाई मस्तले तेलमा फेरि एकचोटि फ्राई गरिदिने। दिस द सिक्रेट रेसिपी अफ माइन। चाहिएछ भने डिएम गर्नु होला है। त्यहाँबाट त्यो अन्डाको तरकारीलाई हटाएर त्यसपछि हाल्दा परवल र आलुमा माया हालिदिएको खुर्सानी, त्यहाँबाट भुटिदिएको मस्तले। त्यतिको मेरो भाइले भन्नु थाले दाइ म तपाईँलाई नाचेर देखाउँछु कसरी भन्दा यस्तरी रे। आजकलको बुढाहरूको पनि नाच्दैखेरि मलाई अचम्म लाग्छ कस्तो ओइ लड्नु थाल्यो लाला कसरी नाच्यो होला ये बा। मेरो भाइ फेरि अलगै लेभलको भन्दा ओहो कसैले सक्छ त। यतिको बहिनीहरूले हेरेर त मेरो बहिनी त के पढन्दास पो रहेछ। मेरो भाइलाई काले भाइले हेर्नु, काले भाइ त्यहाँबाट दुईवटा बहिनी पढिरहेको छ, अर्को भित्र सुतिरहेको छ, त्यो चाहिँ भाइ हो। त्यहाँबाट म चाहिँ लाग्दै फेरि किचनमा आएपछि हेरेको टमाटर हालिदिइसकेको रहेछ बहिनीले। त्यहाँबाट एकछिन चलाइदिएको। ल त्यसपछि त्यसमा हालिदिने हल्का मसाला, हल्का नै पुरा डब्बै हालिदिएको। त्यहाँबाट अलिकति स्वादअनुसार नमक, त्यहाँबाट हल्का जिरा, फेरि चलाइदिने एकछिन। त्यसपछि अघि नै मिसाएर राखेको मस्यौरा र अन्डाको कम्बिनेसनलाई चाहिँ हालिदिनु थाल्यो। तर सुरुमा चाखी हेरौँ न है कस्तो वाउ टेस्ट रहेछ 1 2। त्यसपछि पुरै खनाइदिएको मैले त्यो चाहिँ त्यसरी 1 मुठी 2 मुठी भनेर हालेपछि एकछिनमा चलाइदिएको। त्यसपछि हेरेको त वाउ वाटर ब्युटी भनेर छोपेर राखिदिएको मेरो पालो। त्यसपछि पो याद आयो यार भनेपछि चामलै बसाएको छैन। बेलुका भइसकेको थियो अब भात